हेलो गाइज वेलकम ब्याक टु माई च्यानल गाइज मेरो नाम हो मुकेश दैत गाइज अहिले चाहिँ म ब्लगिङ गर्दैछु तपाईहरु हेरिराख्नु भएको छ म अहिले चाहिँ तपाईको सुन्दरा नजिकै छु हेर्न सक्नुहुन्छ सेतो टावर एकदमै झिलिमिली बत्ती बलिरहेछ गाइज यता सुन्दरातिर यसो घुम्न आएको थिएँ हैन अनि घुम्दै गर्दाखेरि यसो फर्किँदै छौँ म अनि साथी बाइक राइड गर्दै हैन यसो ब्लगिङ गर्दै जाउँ भने हुन त अब मेन बाटो हुँदै पनि जान सकिन्थ्यो तर जाम एकदमै भएर हैन सर्टकट बाटो हुँदै जाउँ भित्री बाटो सुन्दरा हुँदै बोटेबल हुँदै अब टेकु निस्किने हैन अब मेरो बसाइ चाहिँ बल्को हो हैन हुन त मलाई यो बाटोहरु सबै थाहा छ हैन किनकि म घुमिरहन्छु हेर्न सक्नुहुन्छ भित्री बाटोहरु कतिपयलाई थाहा हुँदैन हैन तर म यो ब्लगिङ मार्फत हैन तपाईहरुलाई हेराउन चाहन्छु हैन अब भित्री बाटो धेरै छन् हैन अब कतिलाई थाहा नहुन सक्छ हैन त्यही भएर मेरो ब्लगिङ हेरेर हेर्न सक्नुहुन्छ गाइस थाहा पाउन सक्नुहुन्छ प्रत्येक ठाउँहरु अब त्यसैगरी म अहिले चाहिँ तपाईको बोटेबल हैन आइपुग्न लाग्छु गाइस हेर्न सक्नुहुन्छ रातिको दृश्य छ अनि जाम पनि उत्तिकै छ यता भित्री बाटोमा पनि हैन तपाईको ट्याक्सी कार बाइक एकदमै किनभने अब रातिको समयमा अब मान्छेहरु आफ्नो ठाउँ आफ्नो गन्तव्यतिर फर्किन्छ हैन बिहान कि राति हैन एकदमै जाम हुन्छ साथीहरु काठमाडौँमा यस्तै हो साँग्रो बाटो हुन्छ प्राय जसो हैन अब साँग्रो बाटो भएकोले हैन धेरै ठाउँमा जाम भइराख्छ अनि मेन बाटोमा त जान चाहिँ त्यही भएर हामी चाहिँ भित्री बाटो हुँदै आफ्नो ठाउँतिर पनि सो गाइज हामी चाहिँ आइपुगे यता बोटेबलको चौकनिर हेर्न सक्नुहुन्छ यताको दृश्यहरु यता देब्रे साइडमा जानुहुन्छ भने हैन थुप्रै तपाईको होलसेल पसलहरु हेर्न सक्नुहुन्छ कपडाको पसलहरु धेरै छन् हैन जस्तै प्यान्ट भयो हैन सर्ट भयो यता भित्री तपाईको बोटेबलमा पनि तपाईको ठुलो होलसेलहरु छन् हैन एकदमै कहिलेकाहीँ म पनि त्यहाँ गएर कपडा किनेर लिएर आउँछु एकदमै सस्तोमा अनि त्यसैगरी साथी हैन अब भित्री बाटो हुँदै अझै हैन हाम्रो चाहिँ बाहिर निस्किने लगभग 3 मिनेटमा निस्किन्छौँ हामी चाहिँ चोकतिर हेर्न सक्नुहुन्छ गाडी पनि आयो हैन अब कतातिर हामी चाहिँ यसो छिराउँ भने अलमलियो हैन तैपनि हैन हामी चाहिँ यसो पार गरे गाडी अनि हामी यसो जाँदै गर्दाखेरि गाइस हेर्न सक्नुहुन्छ रातिको दृश्य बिस्तारै सुनसान भइराछ हैन अब बिस्तारै सुनसान किन नहुनु नि हैन रातिको समय छ हैन अब दिउँसो भएको मान्छेले चहलपहल गर्छ हैन राति छ हैन बिस्तारै गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ निस्किसके टेकु चौकनिर हेर्न सक्नुहुन्छ गाडीको वाहक एकदमै छ निर्वाहत रूपमा चलिरहेको छ गाडीहरु अनि हामी चाहिँ पार गर्दै छौं हैन
टेकु चौक हेर्न सक्नुहुन्छ पार गरेर हामी चाहिँ टेकुको भित्रै बाटो हुँदै हामी चाहिँ कुलेश्वर निस्किन्छौँ गाइज। अनि म चाहिँ यो चाहिँ बाटो आइरहन्छु गाइज होइन। तर यता भित्रीको दृश्य हेर्न सक्नुहुन्छ एकदमै अँध्यारो सुनसान हुन्छ किनभने यतातिर बत्ती लगाएको छैन जस्तो छ होइन। हुन त सधैँ आइरहन्छु म यतातिर होइन, एकदमै अँध्यारो हुन्छ जहिले नि होइन, अरू ठाउँ भन्दा पनि होइन। अनि ठिकै छ, अब सर्टकट बाटो भए पनि आफ्नो ठाउँतिर पुग्न सकिन्छ नि भनेर म आइरहन्छु यो बाटो। अब यहाँबाट हाम्रो चाहिँ तपाईँको अझै कति 1-2 मिनटमा होइन हामी चाहिँ कुलेश्वर पुग्नेछौँ गाइज। बाइकबाट त एकदमै सजिलो होइन, छिट्टै पुग्न सकिन्छ, हिँडेर गयो भने अलि टाइम लाग्छ। अनि यसै गरी अब धेरैजसो काठमाडौँ ठाउँमा होइन अब मेन रोड हुँदै गयो भने तपाईँको टाइम लाग्ने भयो, अनि भित्री बाटो हुँदै गयो भने सर्टकट हुँदै गयो भने आफ्नो ठाउँतिर छिट्टै पुग्न सकिन्छ। अनि त्यही हो होइन। अब नघुम्ने मान्छेलाई के थाहा होइन, घुमिराख्ने मान्छेलाई सबै कुरा थाहा हुन्छ। तर म त घुमिराख्ने मान्छे हो नि त काठमाडौँमा, त्यही भएर मलाई थाहा छ गाइज। गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ टेकु पुल पार गरेर अब हामी चाहिँ केही छिनमै कुलेश्वर पुग्छौँ। गाइजहरू तपाईँहरूलाई एउटा कुरा जानकारी गराउँछु, यो ठाउँ तपाईँको कस्तो हो भने साइडमा सटर हेरिराख्नु भएको छ, यहाँ चाहिँ तपाईँको फलफुल मन्डी हो है, फलफुल स्टोर गर्ने गर्छ होइन, ठुल्ठुलो व्यापारीहरू होइन, ट्रकको ट्रक होइन तपाईँको फलफुल ल्याउँछ अनि यहाँ स्टोर गर्छ। यहाँबाट तपाईँको काठमाडौँको थुप्रै ठाउँमा होइन व्यापार सानोतिनो व्यापारहरू लाग्ने गर्छ होलसेलको लागि। यहाँ चाहिँ जति पनि स्टोर छन् पुरै होलसेल हो है, ठुल्ठुलो पार्टीहरूको स्टोर हुन्छ यहाँ, अनि फलफुलदेखि लिएर हरेक कुराहरू हुन्छ, तर प्रायः यहाँ स्टोर हुने गर्छ फलफुल। अब गाइज हामी चाहिँ आइपुगे कुलेश्वर होइन, कुलेश्वर आइपुगे। अब मेन बाटोमा हामी चाहिँ मिट गरे है, हामी चाहिँ मेन बाटोमा मिट गरे गाइज होइन, भित्री बाटो हुँदै मेन बाटोमा आइपुगे। सो गाइज हामी चाहिँ कुलेश्वरको बाटोमा छौँ, हेर्न सक्नुहुन्छ। यहाँबाट खासै अब टाइम लाग्दैन बल्कु जान। हेर्न सक्नुहुन्छ मेन बाटोमा होइन तपाईँको ठुलो सानो होइन साधनहरू चलिरहेको हुन्छ होइन, तर रिस्क पनि उत्तिकै हुन्छ मेन बाटोमा होइन, एक्सिडेन्ट हुन होइन दुर्घटना हुन उत्तिकै हुन्छ। त्यही भएर आफ्नो सावधानपूर्वक होइन चलाउनु पर्छ भन्ने कुरो हो। अनि हेर्न सक्नुहुन्छ हाम्रो अगाडि ट्रक छ होइन, ट्रकको पछाडि हामी चाहिँ राइड गर्दैछौँ, तर हाम्रो साथीले त हेलमेट लगाएको छ अनि म चाहिँ केही लगाएको छैन भने कस्तो मेरो आँख पनि पुरै भरिसक्यो गाइज। अनि त्यही भएर अब साथीलाई भनेको यसो अगाडि बढौँ भनेर होइन, अनि साथीले होइन ओभरटेक गर्यो, त्यस्तै त अनि अब गाह्रो हुन्छ, ओभरटेक गऱ्यो भने कतिखेर के हुन्छ भन्न सक्दैन। सो गाइज हेर्न सक्नुहुन्छ तपाईँको झिलिमिली बत्ती बलिरहेको होइन बल्कु चौक हो है, बयोदा हस्पिटलको पनि तपाईँको दृश्य हेर्न सक्नुहुन्छ, ब्लू कलरले होइन तपाईँको बलिरहेको बत्ती बयोदा हस्पिटल हो, एकदमै चर्चित होइन, चर्चित हस्पिटल हो, हुन त सबैले थाहा भएकै हो होइन बयोदा हस्पिटल।
यसै गरी यो चाहिँ हामी पार गर्दैछौँ बल्खु चौकको होइन, बल्खु चौकको ट्राफिक चौक हामी पार गऱ्यौँ। अनि त्यसपछि बल्खु आइपुग्यो हामी चाहिँ, बल्खु आइपुगेँ। त्यसपछि अब मेरो बसाइ चाहिँ कुमारी क्लबमा हो, यहाँबाट खासै अब टाइम लाग्दैन, त्यही नजिकै त हो नि, बल्खुमै पर्छ। सो गाइज यस्तै हो। मेरो भिडियो कस्तो लाग्यो गाइज होइन, कमेन्ट गर्नु होला होइन। अनि कस्तो खालको भिडियो हेर्न रुचाउनुहुन्छ त्यो पनि लेख्नु होला। त्यस्तै खालको म भिडियो बनाउने गर्छु गाइज। यो मेरो च्यानल नयाँ हो, प्लिज लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। प्लिज मलाई सपोर्ट गर्नु होला गाइज होइन। अब तपाईँहरूको सपोर्टले गर्दा म अगाडि बढ्ने हो गाइज होइन, नसपोर्ट गरिकन के गर्नु होइन। अब बनाउँदै जान्छु, कुनै बेला अब त्यस्तै डिमोटिभेट भयो भने बनाउनु छोडिन्छ। तर तपाईँहरूको सपोर्ट र साथ पायो भने म अगाडिसम्म पनि बढाउने गर्छु गाइज भिडियो। सो गाइज लाइक सब्सक्राइब र सेयर गरिदिनु होला, प्लिज माया गरिदिनु होला मलाई। त्यही हो। सो गाइज हेर्न सक्नुहुन्छ ठाउँ आइसक्यो होइन, कुमारी क्लबमा छिर्यौँ होइन। यो कुमारी क्लबको चौक हो, त्यसपछि आयो। सो गाइज धन्यवाद।